हेलो एन्ड नमस्ते सबैजनामा। जसरी कि हामीहरू क्लासिफिकेसन अफ लिभिङ अर्ग्यानिजम्स या कि क्लासिफिकेसन अफ अर्ग्यानिजम्स च्याप्टर सुरु गरेका थियौँ। त्यस अन्तर्गत हामी कन्सेप्ट अफ क्लासिफिकेसन हैन अनि फिचर्स त्यसै गरी इम्पोर्टेन्स पनि पढाएको थियौँ। ल लाइकवाइज त्यसै हो भने आज हामी चाहिँ यही च्याप्टरको सेकेन्ड पार्ट अन्तर्गत बाइनोमियल सिस्टम अफ नोमेनक्लेचर स्टार्ट गर्न गइरहेको छौँ। अब के बुझ्नु पर्यो भने वास्तवमा यो बाइनोमियल सिस्टम अफ नोमेनक्लेचर हो के? त बाइनोमियल सिस्टम बुझ्नुभन्दा अघि हामीले नोमेनक्लेचर पनि बुझ्नु पर्यो, किनभने जबसम्म नोमेनक्लेचर थाहा छैन भने बाइनोमियल सिस्टम बुझेर गर्ने के है, किनभने त आधा अधुरो ज्ञान हुन्छ है। हाम्रो टपिक नै हो बाइनोमियल सिस्टम अफ नोमेनक्लेचर, जसको लागि हामीलाई नोमेनक्लेचर बुझ्नै पर्छ। अनि के भएको भने यो संसारमा जसरी कि हामी पहिला पढाएको थियौँ, यो संसारमा लाखौँ करोडौँ एनिमल्सहरू छन् हैन, त्यतिकै प्लान्ट्सहरू छन्। अब के गर्नु पर्यो भने अब जति पनि पत्ता लागेका एनिमल्स हुन्छन् या कि प्लान्ट्स हुन्छन्, अब सबैको बारेमा के गर्नु पर्यो भने एक एक गरेर हामी पढ्दै गयौँ भने हाम्रो उमेर बित्छ। हामी पहिला नै पढिसकेका हौँ हैन, बुझिसकेका हौँ। अब बुझ्नु के पर्ने हो भने यो संसारमा जति पनि अर्ग्यानिजम्सहरू छन् त्यो अर्ग्यानिजम्सहरूलाई यदि म्याक्रोमा हेऱ्यौँ भने सर्टमा एकैपल्ट समावेश गरेर हेऱ्यौँ भने दुईटा कुरा मात्र हेर्न पाउँछौँ, या कि त्यो भनेको प्लान्ट हुन्छन् या कि अर्को एनिमल्स हुन्छन्। यो संसारमा प्लान्ट्स र एनिमल्स बाहेक अन्यथा केही कुरा हेर्नुहुन्छ छैन होला नि हो। के बुझ्नु पर्यो भने या कि त्यो प्लान्ट्स हुन्छन् या कि एनिमल्स हुन्छन्। र यही कुरालाई चाहिँ के गरेको हो भने कार्लस लिनियस नामक साइन्टिस्टले, कसले त कार्लस लिनियस नामक साइन्टिस्टले आफ्नो एउटा बुक जुन चाहिँ स्पेसिज प्लान्टेरम छ नि हो, त्यो स्पेसिज प्लान्टेरम बुकमा के गरेको छ यही कन्सेप्टलाई चाहिँ एक्सप्लेन गर्नुभएको रहेछ। अब त्यो बुकको अनुसार जुन कार्लस लिनियसले लेख्नु भएको हो स्पेसिज प्लान्टेरम, यो बुकको अनुसारले के भनेको भने यो संसारमा जति पनि एनिमल्स होस् या कि प्लान्ट्स होस् त्यो पत्ता लागिसकेपछि उनीहरूलाई चाहिँ नाम दिने गरिन्छ। के दिने गरिन्छ? नाम दिने गरिन्छ हो। त्यो नाम दिने प्रोसेसलाई, प्रक्रियालाई नै हामी के भन्छौँ त? नोमेनक्लेचर भन्छौँ। के भन्छौँ? नोमेनक्लेचर। अब जस्तै इक्जाम्पलको लागि मानिलियो हामी यता लोक्यालिटीतिर हेर्ने हो भने कुनै बच्चा हाम्रो घरमा जन्मियो, ठिक। अब त्यो बच्चा जन्मियो भने त्यो बच्चालाई हामीले नाम दिनु पर्यो कि परेन? नारायण गर्नु पर्यो कि परेन? गर्नु पर्यो। त्यही कुरा के बुझ्नु पर्यो भने जबसम्म हाम्रो त्यो पत्ता लागेको हुँदैन हैन, अर्थात् जन्मिएको हुँदैन, त्यसको लागि त हामीले केही मतलबै छैन। तर जन्मिसकेपछि पत्ता लागिसकेपछि हामीले त केही न केही भनेर उसलाई बोलाउनु पर्यो हैन, नभए चिन्ने कसरी हो? त चिन्नको लागि जुन पत्ता लागेको प्लान्ट्स होस् या एनिमल्स होस् है, त्यसलाई चिन्नको लागि जुन नाम दिने काम गर्छ नि, नाम दिने प्रक्रिया, उसलाई नै भन्छ के त? नोमेनक्लेचर। अनि उहाँले चाहिँ के भन्नुभएको हो भने जति पनि संसारमा भएको एनिमल्सहरू हुन्छन् या प्लान्ट्सहरू हुन्छन् त्यो एक आपसमा मिल्ने खालको हुन्छन् र साथसाथै के हुन्छ भने उनीहरूमा एउटा स्पेसिफिक क्यारेक्टर हुन्छ, गुण हुन्छ, जुन चाहिँ हरेक एनिमल्समध्ये अर्कोमा चाहिँ के हुन्छ? फरक फरक हुन्छ हो। अब के गर्नु पर्यो भने अब फरक फरक, अब हरेक किसिमको जनावरलाई सेमै नाम दियो भने हामीले त बुझ्न फेरि गाह्रो, कन्फ्युजन हुन्छ। अब हाम्रै टोला छिमेकमा हेर्दाखेरि सबैको नाम रामै राम हालिदियो, सबैको नाम मोहनै मोहन हाल्यो भनेपछि गाह्रो छ कि छैन? छ। अब के गर्छौँ भने हामीहरू के गर्छौँ, हाम्रो टोल छिमेकमा सबै व्यक्तिको नाम फरक फरक छ। नाम भन्ने बित्तिकै हामी त्यसको गुण बुझिहाल्छौँ। रामे त हो त्यो काले केटा हो, त्यसै गरी मोहन त हो त्यो होचो केटा, त्यसरी हामी बुझ्छौँ। सेम त्यसै गरी के गरे हो भने यो कार्लस लिनियसले कुनै पनि एनिमल्सलाई या प्लान्ट्सलाई एक आपसमा नजुझ्ने गरी दुईटा नाम हाल्ने काम गरिदियो। कतिवटा नाम हाल्ने काम गरिदियो त? दुईटा। र त्यो दुईटा नामलाई के भनिदियो? एउटालाई भनिदियो जेनेरिक नेम र अर्कोलाई भनिदियो स्पेसिफिक नेम हो। त कुनै पनि लिभिङ अर्ग्यानिजम्स या प्लान्ट्सलाई जेनेरिक स्पेसिफिक गरी दुईटा नाम दिने जुन प्रक्रिया हुन्छ त्यो प्रक्रियालाई नै भन्छ बाइनोमियल सिस्टम अफ नोमेनक्लेचर। कुन सिस्टम अफ नोमेनक्लेचर? बाइनोमियल, जुन कि हाम्रो यो टपिक रहेछ। र कार्लस लिनियसले नै के गरे हो भने कुनै पनि एनिमल्सको या प्लान्ट्सको नाम त दिनुपर्छ, नामाङ्करण गर्नुपर्छ। र यो कुराको कन्सेप्ट चाहिँ पहिलोपल्ट ल्याउनु भएको, र पहिलोपल्ट कुनै कन्सेप्ट ल्याउनु भएको छ भने हामी सब बुझ्छौँ, उसलाई नै हामी त्यसको फाउन्डर भन्छौँ हो। त्यही भएर बाइनोमियल सिस्टम अफ नोमेनक्लेचरको फाउन्डर या फादर भनेर पनि कसलाई चिनिन्छ त? कार्लस लिनियसलाई चिन्ने गरिन्छ। अब तपाईँहरूलाई कसैले सोधिदियो हु इज नाउन एज द फादर अफ बाइनोमियल सिस्टम अफ नोमेनक्लेचर, अनि के भन्नुहुन्छ त?
कार्लस लिनियस इज नोन एज द फादर अफ नोमेनक्लेचर। किनभने बिकज he propounded a system which helps to distinguish living organisms easily from each other. That's why he is known as father of Carlos. He is known as father of what? Nomenclature या बाइनोमियल सिस्टम अफ नोमेनक्लेचर। अब यही अन्तर्गत के बुझ्नु पर्यो भने ट्याक्सोनोमी पनि हामीलाई बुझ्नुपर्छ। के बुझ्नुपर्छ? ट्याक्सोनोमी। र ट्याक्सोनोमी कसलाई भन्छ भने यस्तो विज्ञान जसले कुनै पनि अर्गानिजम्सको के गर्छ भने नामाङ्करण गर्ने गर्छ, उसलाई डिस्क्राइब गर्ने गर्छ, क्लासिफाइङ गर्ने गर्छ। त्यो प्रोसेसलाई, त्यो विज्ञानलाई नै हामी के भन्छौँ? ट्याक्सोनोमी। यस्तो विज्ञान जसले चाहिँ कुनै पनि एनिमल्सको नाम दिने गर्छ, डिस्क्राइब गर्ने गर्छ, क्लासिफाई गर्ने गर्छ, त्यसलाई नै हामी के भन्छौँ? ट्याक्सोनोमी। द साइन्स अफ नेमिङ, डिस्क्राइबिङ एन्ड क्लासिफाइङ द अर्गानिजम्स इज कल्ड ट्याक्सोनोमी। एन्ड नोमेनक्लेचर कसलाई भन्छौँ? द प्रोसेस अफ गिभिङ साइन्टिफिक नेम अफ द आइडेन्टिफाइड प्लान्ट्स एन्ड एनिमल इज कल्ड नोमेनक्लेचर। भिन्नता के बुझ्नु पर्यो भने कुनै पनि जनावर होस् या अर्गानिजम छैन, उसले पत्ता लागिसकेपछि उसलाई जुन नामाकरण दिने काम गर्छ त्यसलाई हामी के भन्छौँ? नोमेनक्लेचर भनेको न्वारण। र यस्तो विज्ञान जसले कुनै पनि अर्गानिजमको नामाकरण गर्छ, डिस्टिङ्ग्विस गर्छ, क्लासिफाइङ गर्छ, त्यसलाई हामी के भन्छौँ? ट्याक्सोनोमी। र ट्याक्सोनोमीको पिता भनेर कसलाई चिनिन्छ? कार्लस लिनियसलाई भनिन्छ। र यही अन्तर्गत के बुझ्नु पर्यो भने कुनै पनि लिभिङ अर्गानिजमको स्पेसिफिक र जेनेरिक नेम गरी दुईटा नाम दिने गरिन्छ भने त्यो प्रक्रियालाई हामी के भन्छौँ? बाइनोमियल सिस्टम अफ नोमेनक्लेचर भन्छौँ। र जति पनि अर्गानिजमको बाइनोमियल सिस्टम अफ नोमेनक्लेचर अन्तर्गत नामाकरण गरिन्छ भने त्यसको पहिले जुन जेनेरिक नेम छ त्यो जेनेरिक नेमको फर्स्ट लेटर जहिले पनि केमा लेख्नु पर्यो त? क्यापिटल लेटरमा लेख्नु पर्यो। र बाँकी सब केमा लेख्नु पर्यो? स्मल लेटरमा लेख्नु पर्यो। त्यसपछि हामीले बुझ्नु पर्यो जिनस। के बुझ्नु पर्यो त? जिनस। अब कुनै पनि लिभिङ अर्गानिजम छ, उसलाई साइन्टिफिक नेम दिने बेलामा कुनै पनि लिभिङ अर्गानिजम्सको साइन्टिफिक नेम दिने बेलामा जुन अगाडिको अक्षर, अगाडिको जुन नाम हुन्छ त्यो नामलाई भन्छ जिनस। के भन्छ? जिनस। र कुनै पनि एनिमल्स होस्, अब स्पेसिस बुझ्नु पर्यो, त कुनै पनि प्लान्ट्स या एनिमल्सको ग्रुप होस्, समूह होस्, त्यो चाहिँ एकै नासको मिल्ने खालको हुन्छ भने त्यो सबैलाई चाहिँ एउटै ग्रुपमा हालिन्छ। हो, त्यो सबैलाई के भनिन्छ? स्पेसिस भनिन्छ। जस्तै इक्जाम्पलको लागि मानौँ, अब पानीमा बस्ने जति पनि माछा छ त्यो सबलाई एउटै ग्रुपमा केमा हालिदियो? पाइसेज हालिदियो। सबैले बच्चा जन्माएर दुध चुसाउने केमा हालिदियो? म्यामल्समा हालिदियो। त सबै एकै सेम क्याटेगोरीको छ कि छैन? उस्तै स्ट्रक्चर छ। हो, द सेम स्ट्रक्चर भएका, उस्तै स्ट्रक्चर भएका प्लान्ट्स होस् या एनिमल्स होस्, सबैलाई एउटै ग्रुपमा जुन हालिदिने काम गर्यो भने उसलाई के भन्छ? स्पेसिस भन्छ। के भन्छ त? स्पेसिस। यति बुझ्यौँ भने अब चाहिँ जाउँ हामी हायरार्किकल सिस्टम अफ क्लासिफिकेसनमा। केमा जाने त? हायरार्किकल सिस्टम अफ क्लासिफिकेसनमा। योमा के गरेको भने जति पनि लिभिङ अर्गानिजम्सहरू रहेछ त्यो सबै अर्गानिजम्सहरूलाई के गर्छ भने उनीहरूको रिस्ताको आधारमा, उनीहरूको गुणको आधारमा अब हामी के बुझिरहेको थियौँ भने हायरार्किकल सिस्टम अफ नोमेनक्लेचर या कि हायरार्किकल सिस्टम अफ क्लासिफिकेसन। यस अन्तर्गत के बुझ्नु पर्यो भने जति पनि प्लान्ट्स र एनिमल्सहरू छन् उनीहरूको स्ट्रक्चरल रिलेसनसिप हेरेर, बनावटको हिसाब हेरेर, बनावटको रिस्ता हेरेर आपसमा के गरिन्छ भने एउटा ग्रुपमा छुट्याउने गरिन्छ। हो, र यसै छुट्याउने क्रममा के गरेको छ भने हरेक एनिमल्स अर्गानिजम्सहरूले आफ्नो आफ्नो के पाएको छन् त? र्याङ्क पाएको छन् है। अब त्यसलाई नै हामी के भन्छौँ? हायरार्किकल सिस्टम अफ क्लासिफिकेसन। यस्तो बुझ्नु पर्यो, मानिलियो ठुलो जनावरलाई एउटा ग्रुपमा हाल्यौँ, त्योभन्दा सानोलाई अर्कोमा हाल्यौँ, अर्कोलाई अर्कोमा, र त्यो यो ग्रुपमा जुन हाल्यौँ भने यहाँको जति पनि मानिलियो यो ग्रुपमा एउटा अर्गानिजम्सलाई हाल्यो, कुकुरलाई हाल्यो, टाइगरलाई हाल्यो, लियोपार्डलाई हाल्यो, एउटा ग्रुपमा त हाल्यो। र एउटा ग्रुपमा हालेपछि के बुझ्नु पर्यो? यो सबै ग्रुपमा भएको जनावरको केही न केही फिचर सेम छ कि छैन? केही न केही लगभग धेरै जसो फिचर सेमै छ। त के बुझ्नु पर्यो भने हायरार्किकल सिस्टम अफ क्लासिफिकेसन भनेको यस्तो एनिमल्सहरूको ग्रुपिङ सिस्टम जुनमा चाहिँ सेम स्ट्रक्चर भएका एनिमल्सहरू को रिलेसन हेर्छन् र त्यसको रिलेसनको आधारमा एउटा ग्रुप बनाइदिने गर्छ भने त्यसलाई के भन्छ? हायरार्किकल सिस्टम अफ क्लासिफिकेसन। र यो हायरार्किकल सिस्टम अफ क्लासिफिकेसन गर्ने मान्छे पनि को हो त? कार्लस लिनियस नै हो। त्यही भएर यदि नोमेनक्लेचरको पिता भनेर सोध्यो भने के भन्ने? कार्लस लिनियस भन्ने। ट्याक्सोनोमीको सोध्यो भन्दा पनि के भन्ने? कार्लस लिनियस नै भन्ने। र अर्को चाहिँ हायरार्किकल सिस्टमको सोध्दा पनि के भन्ने त? कार्लस लिनियस नै भन्ने।
त्यसैगरी अब हामी बुझौँ बाइनोमियल सिस्टम अफ नोमेनक्लेचरको के त नोमेनक्लेचरको एडभान्टेज के बुझ्नु पर्यो नोमेनक्लेचरको एडभान्टेज भनेपछि बाइनोमियल सिस्टम नोमेनक्लेचर पढ्यौँ अब यो पढेर हामीलाई फाइदा के भयो हामी किन पढ्यौँ त बुझ्नु पर्यो है फाइदा पढेर के फाइदा भयो प्लस यो बनायो जुन कार्लसले बनाउनु भएको छ यो बनाएर के उपलब्धि भयो त बुझ्नु पर्यो यसले के गरेको छ द स्पेसिफिक नेम अफ अर्ग्यानिजम अर्गनाइज थ्रु आउट द वर्ल्ड भनेपछि जति पनि अर्ग्यानिजम विश्वभरिमा छ विश्वभरिको सबै अर्ग्यानिजमहरूको स्पेसिफिक नेम एउटा हालिदिएको छ भनेपछि हामीलाई चिन्नलाई इजी हुन्छ अब जस्तै कुकुर छ लियोपार्ड छ स्पेसिफिक नेम नहालेको भए के हुन्थ्यो हामी भन्दा यस्तो दुईटा लामो लामो दाँत हुन्छ जोडले बोल्छ फास्टमा दगुर्छ अनि हामी के बुझ्थ्यौँ कुकुर बुझ्थ्यौँ कि फ्याउरो बुझ्थ्यौँ कि लियोपार्ड बुझ्न गाह्रो हुन्थ्यो तर नाम चाहिँ छुट्याइदियो भने के भनिदिन्छौँ डाइरेक्ट कुकुर त जसले पनि बुझिहाल्छ कुकुर एउटा फाइदा के भयो नाम हाल्यो भने विश्वभरिको जनावर जीवजन्तुलाई बुझ्नलाई इजी भयो अर्को भन्छ इट सोज द इभोल्युसनरी रिलेसनशिप फ्रम द सेम जिनिस भनेपछि सेम जिन्स भएको अर्ग्यानिजम्सलाई एउटै ग्रुपमा त राखेको छ भनेपछि एउटा त्यो ग्रुपभित्रको एउटा अर्ग्यानिजम्सको बारेमा हामीले बुझ्यौँ भने त्यो ग्रुपको सबै जनावरको बारेमा इजिली बुझ्न सक्छौँ र कसरी बनेको छन् पहिला कस्तो थियो फेरि कस्तो भयो यसको स्ट्रक्चर के हो हरेक कुरा बुझ्न पाउँछौँ हो त यो पनि के को त नोमेनक्लेचरको बाइनोमियल सिस्टम नोमेनक्लेचरको एडभान्टेज हो त्यसपछि के भन्छ इट मेक्स द कम्युनिकेसन इजियर भनेपछि हाम्रो बोलाइ चलाइको माध्यमलाई पनि के बनाएको छ सरल बनाएको छ अब जस्तै कि अहिले भर्खर इक्जाम्पल मैले भने कुकुर डग भने सबले बुझिहाल्छ तर चाहिँ नभएको भए हाम्रो भाषा बुझ्थ्यो कसैले बुझ्दैन थियो त्यही भएर नाम हालेर बाइनोमियल सिस्टमले के गरेको छ भाषालाई पनि भाषा शैलीलाई पनि इजी बनाएको छ अर्को छ इट हेल्प्स टु प्रोभाइड इन्फर्मेसन अबाउट जिन्स स्पेसिस फ्यामिलीज भनेपछि बाइनोमियल सिस्टम अफ नोमेनक्लेचरले के गरेको छ जिन्सको आधारमा स्पेसिसको आधारमा हैन र फ्यामिलीजको आधारमा नाम त छुट्याउने गर्छन् ग्रुप अर्डरिङ त गर्ने गर्छन् हो त्यही भएर यदि हामी के गर्छौँ त बाइनोमियल सिस्टम अफ नोमेनक्लेचरले हामीलाई त्यसको स्पेसिसको बारेमा जिन्सको बारेमा फ्यामिलीजको बारेमा बुझ्नको लागि मद्दत गरिरहेका हुन्छन् र यो सब नै के हो त बाइनोमियल सिस्टम अफ नोमेनक्लेचरको एडभान्टेज पहिलो एडभान्टेज विश्वभरिको जनावरलाई बुझ्नमा इजिली हेल्प गर्छ अर्को कुन स्पेसिस भएको सेम स्पेसिस भएको एनिमल्सहरूको इभोल्युसनरी हिस्ट्री भनेको कसरी जन्मेका छन् कसरी फिचर छ हरेक कुरा बुझ्न पायौँ अर्को भनेको हाम्रो भाषा शैलीलाई इजी बनाइदियो तेस्रो कुरा के गरेको छ भने कुन स्पेसिसको जनावर छ त्यसको फिचर त्यसको के भन्छ अरे जिन्स कस्तो छ फ्यामिलीज कस्तो छ हरेक कुरा हामी इजिली बुझ्न सक्छौँ अब के भनेको छ क्लासिफिकेसन गर्नको लागि चाहिँ एनिमल्सहरूलाई जम्मा 7 ग्रुपमा बाँडेको छ त्यतिकै त क्लासिफाई गर्न पाउँदैन त क्लासिफाई गर्नको लागि एनिमल्सहरूलाई कतिवटा ग्रुपमा बाँडेको छ 7 वटा ग्रुपमा बाँडेको छ त सबभन्दा पहिला भनेको किङडम सबभन्दा ठुलो भनेको के हुन्छ किङडम हुन्छ कुनै पनि एनिमल्स या प्लान्ट छ भने अब छुट्याउनु पर्यो सबभन्दा ठुलो समूहलाई हामी के भन्छौँ किङडम भन्छौँ के भन्छौँ किङडम जस्तै हाम्रो नेपाल छ ठीक नेपालमा धेरै गाउँपालिका नगरपालिका जिल्ला हैन त्यसपछि प्रदेश त्यसपछि के छ हैन भनेपछि तर सबै मिलिजुली के बनेको छ एकैपल्टमा भन्यो भने किङडम नेपाल भनेपछि नेपाल छ यो अन्तर्गत न सानो सानो छ हो त सबभन्दा ठुलो रिलेसन जनाउने जुन ग्रुप हुन्छ त्यसलाई हामी के भन्छौँ किङडम भन्छौँ र योमा के गरेको हुन्छ भने क्लोज रिलेटेड फाइलम और डिभिजन हुन्छ भनेपछि सेम किसिमको एनिमल्स या कि सेम किसिमका प्लान्ट्सहरू राख्यौँ भने केमा त एकदम ठुलो क्वान्टिटीमा भने त्यसलाई हामी के भन्छौँ किङडम र जति पनि एनिमल त्यो के गरेको हो भने त विश्वमा त हामी त बुझेथ्यौँ विश्वमा भनेको दुईटा कुरा मात्र पाउँछ या कि एनिमल्स या प्लान्ट्स हो त एनिमल्स पनि एनिमल किङडम भयो र अर्को किङडम के भयो प्लान्टा त जति पनि एनिमल्स छ त्यसको लागि किङडम के लेखिन्छ एनिमालिया के लेखिन्छ एनिमालिया र जति पनि प्लान्ट छ त्यसको किङडम के लेखिन्छ प्लान्टा त्यसपछि आयो फाइलम के आयो त फाइलम फाइलममा भनेको सेम ग्रुप अफ रिलेटेड क्लास भनेको एकै क्लासका एकै नासका जुन जीवहरू हुन्छन् त्यो सबको समूहलाई हामी के भन्छौँ फाइलम भन्छौँ के भन्छौँ फाइलम त जति पनि एनिमल्स छ त एनिमल्सहरूको सेम क्लासवाला ग्रुपलाई हामी के भन्छौँ फाइलम भन्छौँ र प्लान्ट्सहरूको सेम क्लासवालालाई हामी के भन्छौँ सेम फाइलमवालालाई डिभिजन भन्छौँ एनिमल्सहरूको लागि युज गर्नु पर्यो के गर्छौँ फाइलम युज गर्छौँ र प्लान्ट्सहरूको लागि युज गर्नु पर्यो भने के गर्छौँ डिभिजन युज गर्छौँ
त्यसपछि नम्बर 3 मा आउँछ क्लास। क्लासमा के बुझ्नु पर्यो, क्लोजली रिलेटेड अर्डर, जति पनि सेम अर्डरका एनिमल्सहरू हुन्छन् त्यो सेम अर्डरका एनिमल्सहरूलाई के भन्छ त क्लास भन्छ। जस्तै इक्जाम्पल टाइगर, टाइगरको पनि 4वटा खुट्टा 2टा केनाइन तिथ हुन्छ, लायनको पनि हुन्छ, लियोपार्डको हुन्छ र सबै के हो त कार्निभोरस हो कि हैन हो। त्यसको फिडिङ ह्याबिटको आधारमा के गरेको छ सबैलाई सेम अर्डरमा राखिदियो। त जुन एनिमल्सहरूको फिचर सेम सेम रहन्छ, कुनै न कुनै माध्यमले कम्बाइन रहन्छ, त्यसलाई हामी के भन्छौँ क्लास भन्छौँ। त्यसपछि आउँछ नम्बर 4 मा अर्डर भनेको ग्रुप अफ रिलेटेड फ्यामिलीज, सेम फ्यामिलीजका भएका जति पनि ग्रुप हुन्छ त्यो सबलाई हामी के भन्छौँ अर्डर भन्छौँ। त्यसैगरी ग्रुप अफ रिलेटेड वन अर मोर जेनेरा भनेको जसको जिन्सहरू मिलिरहेको हुन्छ नि हो, त जिन्स मिल्ने जति पनि एनिमल्स हुन्छ उसलाई एउटै ग्रुपमा राखेको हुन्छ हो। त जति पनि जिन्स मिल्ने अर्ग्यानिजम्सहरू छ त्यो सबै अर्ग्यानिजम्सहरूलाई के गर्छ भने एउटा फ्यामिलीमा राख्ने गर्छ। त ग्रुप अफ रिलेटेड वन अर मोर जेनेरा इज कल्ड फ्यामिली। त्यसपछि आयो जिन्स। जिन्स भनेको सेम स्पेसिसको के को त सेम स्पेसिस मिल्ने कमन फिचर हुन्छ, एकभन्दा बढी कमन फिचर हुन्छ अदरहरूसँग, अर्कोको कम्पेरिजनमा भने अरू जीवहरूसँग कम्पेयर गर्यो भने। जस्तै इक्जाम्पल टाइगर छ, के छ टाइगर र अर्को लायन छ, यसलाई डगसँग मिलायो भने यो दुईटाको त बढी मिल्छ, तर मिल्नलाई त डगको पनि मिल्छ, तर टाइगर लायनको कम्पेरिजनमा कसको दुईटाको बढी मिल्छ, टाइगर लायनको बढी मिल्छ, डगको अलि कम मिल्छ। त बढी फिचर मिल्ने सेम फ्यामिलीको दुईटा भयो नि हो, जस बढी फिचर मिल्ने सेम फ्यामिलीको अर्ग्यानिजमले एउटा जुन ग्रुप बनाएर राखेको हुन्छ उनलाई भन्छ जिनस। के भन्छ जिनस। त्यसपछि आउँछ स्पेसिस। स्पेसिस भने के बुझ्नु पर्यो भने कुनै पनि अर्ग्यानिजम्सहरूको फन्डामेन्टल सिमिल्यारिटिज भनेको स्ट्रक्चर, फिजिकल स्ट्रक्चरहरू मिल्ने खालको हुन्छ भने त्यस्तोलाई हामी के भन्छौँ स्पेसिस भन्छौँ। जस्तै डग हेऱ्यो भने पनि त्यही हो, क्याट हेऱ्यो भने पनि त्यस्तै हो। त डग क्याटलाई त खास नल्याउँ, बडी कसलाई लिन सकिन्छ भने क्याटलाई ल्याउँ, अर्को भनेको टाइगरलाई ल्याउँ, उस्ता उस्तै आँखा मिल्ने, खुट्टा हिल्ने, हिँडाइ हिल्ने मिल्ने सबै हुन्छ नि हो। त सेम उस्ता उस्तै फिचर मिल्ने, फन्डामेन्टल फिचर, बेसिक गुणहरू मिल्ने छ भने त्यसको समूहलाई हामी के भन्छौँ स्पेसिस भन्ने गर्छौँ। र यही जब क्लासिफिकेसनको क्याटेगोरिजमा सोद्धाखेरि विच इज द लार्जेस्ट ग्रुप अफ क्लासिफिकेसन अनि के भन्नु पर्यो, सबभन्दा लार्जेस्ट ग्रुप के हुन्छ त किङडम हुन्छ, त्यसपछि कुन हुन्छ फाइलम, त्यसपछि क्लास, त्यसपछि अर्डर, त्यसपछि फ्यामिली, त्यसपछि जिनस, त्यसपछि स्पेसिस। कसैले सोधियो क्लासिफिकेसन गर्नको लागि सबभन्दा ठुलो क्याटेगोरिज कुन हुन्छ अनि के भन्नु पर्यो किङडम, र सबभन्दा सानो कुन हुन्छ अनि के भन्नु पर्यो स्पेसिस भन्नु पर्यो। यति भन्दै यो पार्टको लागि हामीलाई यति नै हो, किनभने अब बढी भयो भने एकैपल्टमा पढ्नमा बोरिङ पनि लाग्छ हो। यही हो, फेरि फेरि रिपिट गर्नुहोस्, बुझ्नुहोस्, जहाँ छैन भने कमेन्ट सेक्सनमा कमेन्ट पनि गर्नुहोस्। र अगाडिको 5 किङडम सिस्टम भनेको अगाडिको पार्टमा हामी पढ्छौँ र हाम्रो च्याप्टर सकिन्छ। त्यसपछि तपाईँहरू एक्सर्साइज गर्नुहोला र एक्सर्साइजमा केही गाह्रो भयो भने कमेन्ट्स जरुर गर्नुहोला र यति पढ्दै के गर्नुहोला भने सब्सक्राइब, लाइक पनि अवश्य गर्नुहोला। धन्यवाद।